आज भने हामी फरक परिस्थिति लिएर आएका छौँ। अब अरू म के भन्दैन, बाँकी ब्रदरबाटै जाओस्। नमस्ते, म चाहिँ अलोन एक्स दाइ आउनु भएको छ। एकदमै खुसी लाग्यो मलाई पनि हृदयदेखि। जस्तै आज अहिले भावी प्रधानमन्त्री बालेन साउदेन हुनुहुन्छ, उहाँ पनि ऱ्यापरबाटै आउनुभएको छ। तपाईँ पनि ऱ्यापरमा एकदम अद्भुत क्षमता छ। आज जस्तै अब बालेन शाहलाई के भन्न चाहनुहुन्छ र उहाँलाई कसरी शुभकामना दिनुहुन्छ? एउटा ऱ्यापबाट दिउँ न हजुरले। म चाहिँ मुक्तकबाट दिन मुक्तकबाट केबाट हुन्छ? बालेन्द्र शाह सबैभन्दा पहिला त म उहाँलाई चाहिँ नमन गर्छु। एकदमै मेरो तर्फबाट नमस्कार छ। उहाँको लागि चाहिँ शब्द चयन गर्नै गाह्रो छ के। बालेनले यस्तो परिवेश बनाउनेछ, बालेनले यस्तो परिवेश बनाउनेछ, राजनीतिमा अर्कै रेस बनाउनेछ। बालेनले यस्तो परिवेश बनाउनेछ, राजनीतिमा अर्कै रेस बनाउनेछ। मलाई थाहा छ कसैले नगरेको चिज गर्छ उसले, त्यसैले त बालेनले देश बनाउनेछ। बालेनले यस्तो परिवेश बनाउनेछ, राजनीतिमा अर्कै रेस बनाउनेछ। है बालेन सरको लागि। त्यस्तै अरू दिन रासपाको रवि लामिछानेहरू हुनुहुन्छ। रवि दाईले पनि, रवि दाईको मलाई प्लस पोइन्ट चाहिँ के लाग्छ भने महिलाप्रति चाहिँ अलिक बढी बोल्नुहुन्छ। अनि जस डोमिनेट भएको कतै विदेशतिरबाट पनि धेरै महिलाहरूलाई निकाल्नु भएको छ। रवि दाईलाई पनि मैले नमन गर्न चाहे। रवि दाईले नयाँ विचार गरेपछि जेनजीको दिमागमा प्रचार गरेपछि, रवि दाईले नयाँ विचार गरेपछि जेनजीको दिमागमा प्रचार गरेपछि देश बदलिन तब सम्भव भयो। देश बदलिन तब सम्भव भयो रवि दाईले घण्टीको आविष्कार गरेपछि, रवि दाईले नयाँ विचार गरेपछि, जेनजीको दिमागमा प्रचार गरेपछि देश परिवर्तन हुनुमा सबैभन्दा ठुलो हात चाहिँ रवि दाईको नै छ है। जस्तै अब हाम्रो सुदूरपश्चिमकी नानी निर्मला नानीको बारेमा अस्ति तपाईँले उ गर्नुभएको थियो। त्यो न्यायका लागि अब बालेन भावी प्रधानमन्त्री, अब प्रधानमन्त्री र रवि लामिछानेज्यूलाई उहाँबाट के आशा गर्नुहुन्छ र एउटा दिउँ न, अस्तिको कविता टाइपको के गर्नुभएको थियो, न्याय दिलाउनुहुन्छ कि न्याय? मेरो बहिनीलाई न्याय यस्तो छ, न्याय दिनुहुन्छ भन्ने आशा र अपेक्षा मनभरि छ, तर ग्यारेन्टी छैन। तर मेरो निर्मला पन्त मात्रै नभएर प्रत्येक पीडित बहिनी र महिलाहरूलाई चाहिँ कुनै समयमा मैले न्याय दिन्छु भनेर चाहिँ यहाँबाट ग्यारेन्टी चाहिँ दिन्छु। अनि सानो एउटा बहिनीको चाहिँ केही भन्छु। पहिले रक्सी खाँदै हिँड्थ्यो ऊ अचेल खैनी भए पुग्छ।
कोही थिए लोफर केटाहरू। पहिले रक्सी खाँदै हिँड्थ्यो ऊ अचेल खैनी भए पुग्छ, केटी घुमाउँदै हिँड्थ्यो बेचैनी भए पुग्छ। पहिले रक्सी खाँदै हिँड्थ्यो ऊ अचेल खैनी भए पुग्छ, केटी घुमाउँदै हिँड्थ्यो बेचैनी भए पुग्छ। यो संसार बदल्न मलाई अरू केही चाहिँदैन महोदय, बस दायाँ अनि बायाँ मेरो बहिनी भए पुग्छ। पहिले रक्सी खाँदै हिँड्थ्यो ऊ अचेल खैनी भए पुग्छ। यो चाहिँ बहिनीहरूको लागि सानो मनदेखि नै आएर। अनि बलात्कारको कुरा गर्नुभयो हजुरले है, बलात्कार धेरै छ, कोही केसहरू बाहिर आइसकेको छ, कोही आएको छैन होइन। बलात्कारको विषयमा चाहिँ म पनि धेरै नै बलात्कारको चाहिँ तिरस्कार गर्ने मान्छे, बलात्कार हुनु हुँदैन भन्ने मान्छे र यही चिजमा लागिराखेको वर्षौँ गइसक्यो म चाहिँ है, बाहिर नआए पनि भित्री रूपमा। कस्तो चाहियो त, कस्तो खालको सुन्नु मन लाग्यो जस्तै अब कानुन पनि एकदम मजबुत बनोस्, यो कानुन खालि यो मुखले भनेर मात्र होइन कि त्यो लागु पनि होस् भन्ने कि। म भन्दैन ऐयासी दिनुपर्छ, ऐयासी भनेको मोज मस्ती आराम, जसले चाहिँ गलत गर्यो तिनी मान्छेहरूलाई है। म भन्दैन ऐयासी दिनुपर्छ, तिनीहरूलाई त खाना पनि बासी दिनुपर्छ। म भन्दैन ऐयासी दिनुपर्छ, तिनीहरूलाई त खाना पनि बासी दिनुपर्छ। बलात्कार गर्ने मान्छेहरूलाई, प्रधानमन्त्रीज्यू सुन्नु होला है, बलात्कार गर्ने मान्छेहरूलाई अबबाट फाँसी दिनुपर्छ। म भन्दैन ऐयासी दिनुपर्छ, तिनीहरूलाई त खाना पनि बासी दिनुपर्छ। द्याट्स वाइ फाँसीको चाहिँ आउनुपर्छ अथवा अलिकति कडा कानुन चाहिँ आउनुपर्छ भन्ने आश गरेको छु मैले, यो नारीहरूको लागि स्पेसल। एउटा आमाको लागि जस्तै सङ्घर्ष गरेको एउटा नारीले आफ्नो छोरालाई हुर्काएर हुन्छ, पढाएर हुन्छ, तर त्यो आमाको सपना यति मात्रै हुन्छ कि मेरो छोरा मसँग बस्न पाए हुन्थ्यो, बुढेसकालको सहारा बन्दियो हुन्थ्यो जस्तो लाग्छ। त्यो माहौल बन्दैन यो देशमा। गन्छ छोरा, अन्तिममा त छोरा फर्किने हो कि बाकसमा फर्किने त्यो अन्यलमा छ। यो सम्बन्धी एउटा आमालाई सम्झेर परदेशमा छोराले, उसले पनि एउटा सपना बोकेर गएको छ, त्यो पुरा हुने हो कि हुने होइन थाहा छैन। त्योभन्दा पनि सपना त छुट्टै छ, आमा बुवासँग त्यो भेट हुने हो कि हुने होइन त्यो पनि अन्यलमा छ। त्यही त अहिले जस्तै विश्वभरि युद्ध भइरहेछ, कति दुबईमा छन्, कति के छन्। अब एयरपोर्टको त्यो खोले, एयरपोर्ट खोले मात्रै हामी नेपाल पुग्न पाए हुन्थ्यो भन्ने मात्रै छ कि मान्छेलाई, अरू केही छैन। आज यो सरकारले पनि अहिले केही गर्ला जस्तो छैन, अब गरेर पनि सम्भव छैन। अब यो कसरी हुन्छ के हुन्छ, यो सम्बन्धी एउटा छोराले सम्झेर आमालाई सम्मान स्वरूप मैले के भन्न चाहे एउटा कुरा भने, आमाहरू चाहिँ मेरो, मलाई जन्मिदिने आमा मात्रै मेरो आमा भन्ने चाहिँ होइन मेरो नजरमा। सबै जति पनि आमा हुनुहुन्छ उहाँ चाहिँ मेरो लागि आमा हो, यो वास्तविकता पनि हो है। मैले जति आफ्नो फ्यामिलीलाई हेर्छु त्यति नै मैले अरूलाई हेर्छु, कुनै पनि भेदभाव गर्दैन। द्याट्स वाइ आमा भनेपछि चाहिँ मनै अलिकति दुख्छ। मेरो मुटुलाई पत्थर बनाउनेछु, मेरो मुटुलाई पत्थर बनाउनेछु, तपाईँको कुरालाई कदर बनाउनेछु। आमाले भन्छन् छोरो यस्तो गर नबिग्री भनेर भन्छन्। मेरो मुटुलाई पत्थर बनाउनेछु, तपाईँको कुरालाई कदर बनाउनेछु। आमा आमा नआत्तिनु छोरो आएन भनेर, आमा नआत्तिनु छोरो आएन भनेर, तपाईँलाई नै सुन्दर घर बनाउनेछु। मेरो मुटुलाई पत्थर बनाउनेछु, तपाईँको शब्दलाई कदर बनाउनेछु। मतलब एउटा सुन्दर घर बनाएर आमासँगै समय बिताउँछु भन्न चाहिँ खोजेको मैले। जस्तै अब कृष्ण दाइको बारेमा कतिको जान्नुहुन्छ तपाईँ? इन्द्रेणी हेर्नुहुन्छ कतिको? इन्द्रेणी म गइ पनि राख्छु, दुईचोटि त म गइ पनि सकेँ। कृष्ण सर इज लेजेन्ड है। उहाँको बारेमा चाहिँ बोल्नुभन्दा पनि उहाँले देखाइसक्नु भएको छ। मसँग धेरै शब्दहरू पनि छैन उहाँको लागि पनि। बिना राजनीतिको कुर्सी नचढिकनै समाज त्यत्रो परिवर्तन गर्नुभएको छ र त्यत्रो बिरामीहरूलाई चाहिँ उपचार गर्नुभएको छ, त्यति फसेका मान्छेलाई निकाल्नु भएको छ। अब यस्तो मान्छेको छवि त दिलमा कस्तो होला तपाईँले आफै इमेजिन गर्न सक्नुहुन्छ। एक्लो छु म एक्लो रात छैन मेरो, एक्लो छु म एक्लो रात छैन मेरो, हिउँदो छ तर बर्सात छैन मेरो। एक्लो छु म एक्लो रात छैन मेरो, हिउँदो छ तर बर्सात छैन मेरो। कृष्ण सरको बारेमा सबैले जान्नुहुन्छ,
कृष्ण सरको बारेमा सबैले जान्नुहुन्छ, उहाँको बारेमा भन्ने शब्दको औकात छैन मेरो। एक्लो छु म, एक्लो रात छैन मेरो। त्यही भएर मेरो शब्द चयनमा पनि शब्दहरू पनि डगमगाउँछन् जस्तो लाग्छ उहाँको कार्य देखेर। यत्रो वर्ष निरन्तरता दिनु भनेको नट अ जोक, कुनै जोकको कुरा होइन। उहाँले चाहिँ त्याग गर्नुभएको छ, त्यो प्रकष्ट देखिन्छ पनि। अनि यस्तै अब जाँदा एउटा एकदम भावुक हुने अघि खालि एउटा दिउँ न हजुरको के हुन्छ, एउटा मुक्तक हुन्छ कि एउटा ऱ्यापै हुन्छ कि के छ सायरी एउटा? म ऱ्याप सुन्नुहुन्छ भने ऱ्याप पनि छ, मुक्तक सुन्नुहुन्छ भने मुक्तक छ, गजल सुन्नुहुन्छ ऱ्यापै जाउँ है। अस्ति एउटा सानो बहिनी के बिक अरे सुर्खेतमा बित्नु भएको थियो, सुर्खेततिर उहाँको चाहिँ बलात्कार, एनिसा बिक। एकदमै दुःख लाग्यो, यस्तो बलात्कारको घटनाहरू चाहिँ धेरै घट्छ। म पनि यहीको विरोधी मान्छे हो। एउटा सानो ऱ्याप सुनाउँछु तपाईँलाई नयाँ है। सुदूरपश्चिमको परिवेशलाई जोडेर सुनाउँछु। हाम्रो चाहिँ छाउपडी प्रथा अलिकति बढी छ है, तपाईँलाई थाहा नै छ। अनि मिन्स भएको बेला अलग्गै बस्ने, अनि ती ठाउँमा चाहिँ बलात्कृत हुने पनि घटनाहरू छ है, बाहिर नआए पनि। म सुनाउँछु यथार्थ कहानी। मेरो बहिनीलाई परेछ त्यहाँ मिन्सको घेरो, अलग खान पान त्यसको अलगै कटेरो। एक्लो थियो ऊ जङ्गली सेरो फेरो, साथ थियो त केवल उसको अन्धकार अँधेरो। एक्लो थियो बहिनी, मेरो मनमा ठुलो डर थियो, के हुन्छ त्यसलाई भनी मेरो मुटु थर थर थियो। बहिनीसँगै बस्न पनि केटो तत्पर थियो, समाजले यस्तो मेरो बाटो बन्द गरिदियो, समाजले यस्तो मेरो बाटो बन्द गरिदियो। त्यही दिन मध्ये रातमा आएछ त्यहाँ देहको व्यापारी, त्रास दिँदो रहेछ त्यसलाई ढोका ढकढक पारी। दाई दाई भन्दा मेरो बहिनीको घाँटीलाई चिथारी लगी नजिकैको झाडी, उसको वस्त्रलाई उतारी सबै मिली बलात्कार गरेछ बारी बारी। लासलाई फाली डाँडा पारी, बिहान पक्का आउँछ सरकारी कर्मचारी, लाज नमानी प्याच भन्छ बिचरी नारीलाई मारी फरार बलात्कारी। माफ गर्नु होला मेरो जन्मदाताहरू, मेरो आमा अनि मेरो बाबा। आजदेखि तपाईँको छोरा हत्याराको रूपमा चिनिँदैछ। मृत्युको बदला मृत्यु। कसैले हात नलगा मेरो बहिनीको लासुमा, अझ कति बहिनी बसिरहेछ बलात्कारीको त रासुमा। यहाँ मृत्युको बदला मृत्यु नै लिनु रहेछ खासमा। आशीर्वाद दिनु पिता, मलाई लाग्छ म बाँचेरै आउँछु जहाँसम्म। म मरे पनि मेरो बारे गीत लेखेर गाइदिनु, राम्रै गर्न गाथ्यो भने सबैलाई सुनाइदिनु। सबैजना